ल सुन देशको नेताहरू, तिमीहरूले मरेपछि आफ्ना नाम कसैले लिन्छ भन्ने काम कसैले पनि गरेको छैन। जोसुकै होस्, नेपालको सबै किसिमको नेताहरू, सबै पार्टीको नेताहरू, तिमीहरू मरेपछि कसले नाम लिन्छ भन्ने कुरो तिमीले सोचेछौ? तिमीहरूले सोचेछौ? ल भन त। ल किन मान्छे होइन कि किन नेपालको जनताहरू होइन कि युवाहरू, किन नेपालको युवाहरू विदेश जान्छन्? किन तिमीहरूले सोध्दैनौ कि विदेशीहरू चाहिँ नेपाल आएर चाहिँ काम गरोस् भनेर किन सोध्दैनौ? ल भन त। त्यो वातावरण बनाउन सक्दैनौ तिमीहरूले? तिमीहरूको आफ्नो भूमि त बनाइसक्यो, आफ्नो भूमिका सबै चाहिँ तिमीहरूले गरिसक्यो। नेपालको युवाहरूलाई विदेश जानुको सट्टा विदेशी युवाहरूलाई नेपाल आउने वातावरण किन बनाउन सक्दैनौ तिमीहरू? त्यो बनाउन सक्ने नै नेता हो के सही कुरा होइन? हो नि, गुड पोइन्ट। त्यो गर्न सक न तिमीहरू। तिमीहरू अहिलेको नेताहरूलाई तिमीहरू प्रचण्ड अनि केपी ओली, शेरबहादुर अनि दुनियाँभर भारे भुरे चाम्रे चुम्रेहरू सबै नेताहरूलाई सुन। तिमीहरू मरेपछि तिमीहरूको नाम कसले लिन्छ? ल भन त। कसले लिन्छ? तिमीहरूको छोराछोरीले त लिँदैन होला सायद, मेरो बाउ यस्तो घाँटी थियो भनेर। अहिले उता सुनौ, कसले लिन्छ? ल भन त। ल भन, कसले लिन्छ? तिमीहरूको नाम कसले लिन्छ? त्यसको एउटा व्यक्तिको नाम भन। तिमीहरू मरेपछि तिमीहरूको नाम लिने, हाम्रो नेता यस्तो थियो भनेर नाम लिने एउटा व्यक्तिको नाम भन। होइन, कसैले लिन्छ त? लेला जस्तो छ? लिँदैन कोही पनि, हामी लिँदैनौँ। सही हो, हामी कोही पनि लिँदैनौँ है जिम्मा। योभन्दा अगाडिको पृथ्वीनारायण शाह, वीरेन्द्र, महेन्द्रको नाम अहिले कतिले लिन्छ? तिमीहरूको नाम कसले लिन्छ भने तिमीहरूले जसलाई चाहिँ 2 लिटर पेट्रोल दियो, जसलाई चाहिँ 2 बोतल रक्सी दियो, जसलाई 1 कार्टुन बियर दियो, तिनीहरूले मात्रै लिन्छ। तिमीहरू मरेपछि तिनीहरूले पनि लिँदैन, किनभने तिनीहरूलाई चाहिँ त्यो बियर पनि आउँदैन, त्यो पेट्रोल पनि आउँदैन, रक्सी पनि आउँदैन, तिनीहरूले पनि लिँदैन। तिमीहरूले किन चाहिँ मरेपछि आफ्नो नाम रहोस् भन्ने किसिमको काम नगरेको? ल भन त, किन नगरेको? अब छोट्याउनु होइन, अब ठिक छ भन्नु, बुझ्यो त? जति पनि नेपाली युवाहरू विदेशमा जान्छन्, के को लागि जान्छन्? त्यहाँ पैसा धेरै आउँछ र नेपालमा पैसा धेरै आउने किसिमको काम किन तिमीहरू गर्दैनौ? जसले चाहिँ नेपालमा के भन्छ, काम गर्दाखेरि बढी पैसा आउने किसिमको विदेशीहरूलाई नेपाल भित्राउने काम गर्नु सक्नुपर्छ। त्यो नै ठुलो कुरो हो। बुझ्यौ त तिमीहरूले?